नमस्ते अनि शुभ बिहानी सम्पूर्ण साथीहरूलाई। आज हाम्रो यात्रा सुर्खेतदेखि जाजरकोटसम्मको यात्रा हामीले तय गरेका छौँ र मेरो साथमा आर्यन छ भने हामी दुईको यात्रा सुरु भइसकेको थियो सुर्खेतबाट। र जाडोको समय हो, जताततै हुस्सुले ढपक्कै ढाकेको थियो र हामीले त्यो चिसो मौसममा हाम्रो यात्रा निकै रमाइलो अनि निकै अविस्मरणीय हुनेछ। र हामी रोडमा खेल्दै अनि कुराकानी गर्दै गफसफ गर्दै हाम्रा पाइलाहरू अगाडि बढायौँ। हाम्रा पाइलाहरू अगाडि बढिसक्दै गर्दा हामीले केही समय पर एउटा अटोवाला दाइलाई फोन गरेर बोलाएको थियौँ र अटोवाला दाइले रोडैमा रोकेर राख्नुभएको रहेछ र अनि हामी त्यो अटोमा बस्यौँ र हाम्रो अटोले बस पार्कसम्म जानुपर्ने थियो, जहाँ गाडी छुट्ने समय चाहिँ हाम्रो 5:30 बजे थियो र यति बेला भने 5:30 हुन लागिसकेको थियो र कच्ची बाटो भएको कारणले अटोले यति धेरै उफारिरहेको थियो कि जताततै अँध्यारो थियो, तर हामी चाहिँ अगाडि बढिरहेका छौँ र रोडहरूमा मान्छेहरू उठिसकेका थिए किनभने झिसमिसी उज्यालो भइसकेको थियो। साथीहरू, हाम्रो गन्तव्य अनि हाम्रा पाइलाहरू अगाडि चाल्दै र कुराकानी गर्दै गफ गर्दै हामीले हाम्रो यात्रा सुरु गरिसकेका थियौँ। र बाहिरको दृश्यहरू भ्यूहरू त्यति राम्रोसँग स्पष्टता आएको थिएन किनभने हुस्सु लागेको थियो र अँध्यारो पनि थियो। त्यस कारणले गर्दाखेरि त्यति क्यामेराले हामीले कैद गर्न सकेका थिएनौँ। र स्कुल जाने, कलेज जाने विद्यार्थी भाइ बहिनीहरू आफ्नो यात्रामा निरन्तर थिए र उनीहरू अगाडि बढिरहेका थिए। हामी यति बेला भने लगभग बस पार्क पुग्नै आँटेका छौँ र हामी यति बेला बस पार्कको छेउछाउ आइसकेका थियौँ। र बजार क्षेत्रमा त झलमल्लै थियो, प्रष्टै देखिन्थ्यो। सबै पसलहरू खुलिसकेका थिए, आवतजावत पनि भइसकेको थियो। त्यति बेलासम्म 5:30 भइसकेको थियो र कतै साइकल यात्रीहरू भेटिन्थे त कतै गाडी बाइकहरू भेटिन्थे र सबैजना सबै बजारहरू खुलिसकेको थियो त्यति बेला। र हामी बस पार्क पुग्यौँ र बस पार्क पुगेर फोन गऱ्यौँ र गाडी छुटिसकेको रहेछ र गाडीलाई फोन गर्दा मोडेल कलेज नजिक छ भने सकेपछि हामी फेरि अटोवाला दाइलाई भन्यौँ, हामी अगाडि बढ्यौँ र हामी बस पार्कबाट अगाडि बढिसकेका थियौँ। केही समय पर गाडी हाम्रो साइडमै रोक्नुभएको रहेछ र हामीले अटोवाला दाइलाई आफ्नो भाडा दिएर हामी आफ्नो गाडीमा चढ्यौँ र गाडीमा जाँदा अलिक प्यासेन्जरहरू कम थियो किनभने त्यहाँ बिच बाटोमा कतै पर्खेर बस्नुभएको रहेछ। त्यसो भएको कारणले गर्दा हामी केही समय वेट गऱ्यौँ र त्यस पछाडि हाम्रो यात्रा फेरि सुरु भयो जाजरकोटसम्मको र चारैतिर झलमल्लै थियो किनभने बजारभन्दा हामी सडकतिर उज्यालो थियो, जो आकाशमा देखिने तारा झैँ सौर्य विद्युतका ती पोलहरू, सोलर लाइटहरू जलिरहेका थिए सडकको किनाराहरूमा र हरियाली छ, एकदमै रमाइलो अनि एकदमै सुन्दर शान्त थियो र वातावरण एकदमै रमाइलो छ है, किनभने अलिकति हुस्सु लागेको थियो, चिसोको समय थियो। त्यस कारणले गर्दाखेरि त्यति राम्रोसँग क्यामेरालाई खिच्न पाएका थिएनौँ र हामी अगाडि बढ्यौँ।
हामी चाहिँ गाडीमा लगभग प्यासेन्जरहरू भरिसक्नु भएको थियो र हाम्रो यात्रा अगाडि निरन्तर चलिरहेको थियो र हामी मोडल कलेज हुँदै पदमपुर हुँदै हामी यति बेला भने पिपिरा चोकसम्म पुगिसकेका थियौँ। पिपिरा चोकमा ठुलो बत्तीको उज्यालोले एकदमै रमाइलो अनि एकदमै रङ्गीन बनाइरहेको थियो। र हाम्रो यात्रा गर्ने क्रममा बाटोमा कोही मान्छेहरू दौडिँदै थिए त कोही आफ्नो कलेजतिर जाँदै थिए, कोही आफ्नो गन्तव्यतिर जाँदै थिए। सायद मोर्निङ वाकमा निस्किसकेको थिए होला। हामीले केही समय त्यहाँ गाडी रोकिसकेपछि प्यासेन्जरहरू चढिसकेपछि फेरि गाडी पूर्ण अगाडितर्फ बढ्दै गयो। र हामी गाडीभित्र केही दिदीहरू आउनुभयो तर सिट थिएन, उहाँहरू उभिन बाध्य हुनुभयो किनभने उहाँहरू नजिकैको यात्रा थियो र उहाँहरू र हाम्रो छेउमा बस्नुभएको एकजना बाजे हुनुहुन्थ्यो। उहाँ पनि एकदमै छेउमा बस्नुभएको बाजेले एकदमै ठुलो हेरिरहनु भएको छ है। र हामी सुबुकुना पुग्यौँ। सुबुकुना हाम्रो चेकिङ भयो गाडी र चेकिङ पछि गाडी हामी अगाडि हाम्रो भेरी साइडतिर लाग्यो र हामी अगाडि बढ्यौँ। अब जङ्गलको बाटो थियो एकदमै। त्यति बेलासम्म लगभग 6 बज्न लागिसकेको थियो। मौसम एकदमै सफा देखिसकेको थियो, उज्यालो भइसकेको थियो। हामी अब शुभकोनाबाट अगाडि बढिसकेका छौँ। अलि जङ्गलको बाटो थियो किनभने त्यहाँ मोडहरू धेरै छन्। र अब हामी चाहिने अगाडि यात्रा छ निरन्तर। हामी त्यस पछाडि हामी भेरी पुल पुग्दाखेरि लगभग 7 बज्न आइसकेको थियो र त्यहाँ त त्वालोले ढपक्कै ढाकेको थियो किनभने भेरीको किनार छ साइडतिर, किनभने धेरै हुस्सु लागिरहेको थियो त्यति बेला र पुरै अलिकति अँधेरो जस्तो देखिन्थ्यो। र भेरी पुल पनि हाम्रो क्रस भइसकेपछि हामी छिन्चुतर्फ अगाडि बढ्यौँ र एकदमै रमाइलो अनि एकदमै रमणीय भइरहेको थियो। हाम्रो यात्रा एकदमै रमाइलो थियो। स्वर्ग जस्तै देखिने ठाउँहरू यति बेला सल्ली बजार राकमतर्फ लागिरहेका छौँ साथीहरू। यो चाहिँ सल्ली बजारदेखि अगाडि राकमतिर जाने रोड हो, जो देवस्थल भन्छ, जहाँ त्यो नजिकको भ्यू हो र हामीले हेर्न सक्छौँ साथीहरू। एकदमै रमाइलो छ किनभने त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको वातावरण हेर्न सक्नुहुन्छ साथीहरू। एकदमै फ्राकिलो, एकदमै सुनसान अनि एकदमै रमाइलो थियो। बारी चाहिँ सल्ली बजार देखिरहेको थियो भने अब चाहिँ हामी राकम पुग्दैछौँ, जहाँ भेरीको छेउमा साथी उता भेरी पनि देखिसकेको छ। भेरीले चाहिँ आफ्नै निरन्तर गतिमा बगिरहेको छ। साथीहरू हामी चाहिँ अब राकम पुल नेर पुग्न लाग्यौँ र राकम पुलमा पुगिसक्यौँ साथीहरू। त्यहाँ हेर्न सक्नुहुन्छ यो राकमको पुल हो जो सुर्खेत र सुर्खेत नै पर्छ र यो चाहिँ राकमको पुल हो। माथिबाट भेरी बगिरहेको छ र एकदमै रमाइलो छ है। यहाँको भ्यू पनि हेर्न सक्नुहुन्छ।
साथीहरू अब चाहिँ हामी राकमबाट अगाडि सिम्ता बजार पुग्यौँ साथीहरू। सिम्ता बजारको अब यो भ्यू हो, हेर्न सक्नुहुन्छ। सिम्ता हुँदै अब हामी अगाडि बढ्दैछौँ। त्यति बेलासम्म लगभग हाम्रो 9 बजिसकेको थियो। सुर्खेतबाट हामी 5:30 बजी छुटेका थियौँ भने सिम्ता लगभग 8:30-9 त्यस्तै भएको छ, टाइम भएको थियो। सिम्ता बजारको दृश्यपछि हामी अब अगाडि बढ्यौँ। एकदमै रमाइलो छ यो साथीहरू, हाम्रो यात्रा। आजको यात्रा एकदमै रमाइलो अनि एकदमै राम्रो छ साथीहरू। हेर्नुहोस्, पारीदेखि ती डाँडा काँडाहरू फाटै फाट तल छ, माथि डाँडा काँडाहरूले एकदमै रमाइलो दिइरहेको छ। हेर्नुहोस् है, नाइस भ्यू छ है साथीहरू, सबैजनाले हेर्न सक्नुहुन्छ यति बेला। साथीहरू है, भेरीको किनार किनार हुँदै हामी चाहिँ माथि कालीमाटीसम्म पुग्छौँ, अलगाट नगरपालिकासम्म। ल यो चाहिँ खलङ्गा बजार हेर्न सक्नुहुन्छ यति बेला। हामी जाजरकोट खलङ्गा पुगिसकेका छौँ साथीहरू, पुग्नलाई चाहिँ बोरा नजिक छौँ र यो बोरादेखि खिचेको दृश्य हो साथीहरू, एकदम पारी। अब जाजरकोट देखिनुहुन्छ माथि डाँडामा, एकदमै राम्रो छ, एकदमै रमाइलो हेर्नुहोस् है साथीहरू। जाजरकोटको यो दृश्य हो पारी देखिने, र हामी त्यो बोरा नजिक छौँ। हाम्रो यात्रा चाहिँ बोराबाट अगाडि बढिरहेको छ। लगभग 10:30 भइसकेको थियो यहाँ पुगुन्जेलसम्म। यो तल चाहिँ देखिने भेरी हो, एकदमै रमाइलो छ साथीहरू, एकदमै रमाइलो अनि एकदमै बवाल छ यहाँबाट है। ल साथीहरू सक्नुहुन्छ, हामी खलङ्गा नजिक पुग्दैछौँ। र साथीहरू एकदमै राम्रो छ, तपाईँहरूलाई यहाँको भ्यूहरू देखाइरहेको छु साथीहरू। र भिडियोलाई माया गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट पनि गर्नु होला र सँगै सब्सक्राइब गरेर जोडिनु होला भन्न चाहन्छु। यो चाहिँ जाजरकोट बजार हो, जाजरकोटको माथि डाँडा देखिरहेको छ, हामीले हेर्न सक्छौँ साथीहरू। कालीमाटी पुगिसकेका छौँ साथीहरू, जहाँ हाम्रो यात्रा सुर्खेतदेखिको यात्रा सकिसकेको थियो भने त्यस पछाडि हामी गाउँ जाने क्रममा बाटोमाथि एकदमै भिरालो अनि एकदमै साँघुरो ठाउँमा एउटा हाइस र ट्र्याक्टर फसेका थिए। त्यहाँनिर केही भिड जम्मा भएको थियो र त्यो भिड के रहेछ भनेर बुझियो, तर त्यहाँ बाटो साँघुरो भएको कारणले गर्दा गाउँघरमा जाने बाटो एकदमै साँघुरो, एकदमै भिरालो, एकदमै जोखिमपूर्ण हुन्छ साथीहरू। जहाँबाट हेर्न सक्नुहुन्छ एकदमै भिरालो ठाउँ छ र यहाँ चाहिँ ट्र्याक्टर र उसको साइड नभएर हाम्रो गाडी पनि एकदमै जिप त्यति बेला गरिसकेको, जिपमा चढिसकेको थियौँ साथीहरू। जिप पनि एकदमै अप्ठ्यारो ठाउँमा रोकेको थियो, किनभने साइड दिने ठाउँ थिएन त्यति बेला। हेर्नुहोस् है साथीहरू, एकदमै केही समय लाग्यो, हामीले वेट गर्नु पर्ने भयो त्यहाँनिर, अब गाडी फसेको थियो।
र त्यस पछाडि अब हामी पूर्ण आफ्नो गाउँ पुगिसकेका थियौँ साथीहरू। यो गाउँको दृश्य मेरो घरदेखि पारिपट्टि देखिने बिहानीको टाइम थियो, किनभने सुन्दर घामहरू लागिरहेको थियो, फुलहरू फुलिरहेको थियो, एकदमै वातावरण रमाइलो थियो। र त्यति बेला नै बिहान लगभग 7 बजेको थियो भने साथीहरू एकदमै रमाइलो थियो। र एकजना काका भेटिनुभयो मलाई तल, उहाँले चाहिँ नमस्कार भन्नुभयो र मैले नमस्कार के छ आराम हुन्छ भन्नुभयो। यो गाउँ हो साथीहरू, गाउँमा यस्तै हुन्छ, गाउँको रहनसहन वातावरण